म त कुलमै हो मलाई त बाल हैन भाइरस र म काठमाडौँ हो कति जाडो छ बुढा आमा कति गुटीमा जाडो हुन्छ मजा खोइ नि मजा पनि कालो भइसक्यो लुगा ओढेर बस अब ओछ्यानमा छिर्न पर्छ म धोइदिन्छु के हाँस्दै बसेको माइक्री पठाइदेऊ साथी केमा पठाइदेऊ तिनको नि यस कलङ्कित दुर्गा कलोनीमै हो हाम्रोतिर 180 रुपियाँ किलो छ भन्छु कतिचोटि भन्नु तिम्रो अनुहार हेर्दा त खासै बजार जाउली जस्तो अनुहार त छैन त किन टमाटरको भाउ चाहिँ चाहियो तिमीलाई आउनु भएर खोजेको कि अहिले खोजेको रिस उठ्दो यहाँ सोधो उता गएको रहेछ फेरि यहीँको यहाँ पनि सोधेको थियो अनुहार हेर्दा फेरि खासै बजार जाउली जस्तो चाहिँ छैन त्यही पनि दुनियाँ सोधिरहेछ मैले सब थाहा पाइसकेको छु तिम्रो पख मलाई सोध्नुपर्छ तिम्रो मन नि मेरो कानमा लाउने कस्तो छ एउटै हो त सबै त्यो धरानमै हुँदा किनेको नि हो आज लाएर आएको यतापट्टि यस्तो छ घर छिरो कसो घर हाम्रो घर नै माइकुरी सिजलिङसँग झगडा भएको रे कुट गरेर मैले त सिजलिङ नानाको दाँतै झार्दिएको सिजलिङ नानाले मेरो आँखै फुटाइदिएको थियो के गर्ने होला त नि अब झगडा परिहाल्यो नपरौँ भन्दै मेरो त बुढाको खुट्टै भाद्यो नानाले मैले पनि कानै चुटालिदिएँ होइन म छक्क पर्छु मान्छेहरू के साह्रो उयो भएको हौ भा यार ल छोरी मान्छे भएर नहिँड राति छिटो जाऊ कसम किन टमाटरको प्राइस सोधिरहेको खै म छक्क पर्छु किन सोधेको त्यसै हो नमान्नु डरै डर धान सुक्यो रापले फकाउँछ काफले जानु कि नजानु साथी तिमी के गर्दैछौ एक्लै माइकुरी अहिलेसम्म आउँदैन अब गेम सुरु भयो अब आएको अब पहिलो हाँसो पहिलो बोल सब याद छ हिजोको बाचा आजको शून्यता साथ छ रङ नै हरायो अचानक कसरी चुप लागेको आउनु भएन माइकुरी आउँ क्या भनेर लाउ दिदी त माथलो पट्टिको चाहिँ खोजेको थियो त्यहाँ सुटमा लाउनु पर्ने कुरो थियो अनि त्यो माथलो चाहिँ पठाउनु भएको थियो क्या त्यही भएर सोधी थिएँ अब होस् त नि अहिले पनि काठमाडौँतिर आइछु घर जाने बेलामा एकचोटि भिजिट गर्न आम्ला फेरि हजुरहरूका पसल नाइस लुगा राख्नुहुन्छ नि त ल है दिदी गुड नाइट थ्याङ्क यू सो मच के छ भाइ हजुर एकदम ठिक छ हेरेर सुट अब माइकुरीलाई रिस उठाउ अब नाक सागको चाहिँ थ्याङ्क यू सो मच हेलो बेबी दिदी आइज भन्दा आउँदैन मा कस्तो मतलब भन्नाले कि हैन फुल स्टेटमेन्ट कस्तो के को यो यसको पेमेन्टको कि कस्तो म्युट गरिदिनु भएको हौ कमेन्ट कसको म्युट गरे हौ कमेन्ट तपाईँ त के भन्नुहुन्छ यार म त छक्क पर्छु नभन्नु न यार त्यस्तै यार आउन म अब के आउनु भन्नाले के बुझिनँ मैले बाहिर जानु तपाईँ के म्युट गरिदिनु बाहिर जानु तपाईँ के म्युट गरिदिनु
बर्थडेमा जाने हो कि म पनि केही कामले गर्दाखेरि काठमाडौँ अड्किरहेको छु नत्र म कहाँ हिँडेको भन्नु त तपाईँले भ्लग हेर्नुभएको थाहा हुन्छ उसको पनि केही कामले गर्दाखेरि ठिक्क आयो नत्र धरानमा भएको मान्छे आफै सम्झिनु नि एकचोटि अन्त भ्लग हेर्नु भएको भए त तपाईँलाई थाहा थियो ए होइन बन्दीपुरमा पनि टिकटक बनायो होइन बन्दीपुरमा यी सेवाबाट पेमेन्ट गर्दा त स्टेटमेन्ट सरी हो पेमेन्ट हुने बेला त यही नै जान्छ रुक्नुहोस् ल यो चाहिँ हाम्रो स्टेटमेन्ट भइहाल्यो 3500 तपाईँको पेमेन्ट भइहाल्यो अनि माथिको 10 रुपियाँ चाहिँ चार्ज काटेको ट्रान्सफर चार्ज भर्खरै गरे हो 8:42 मा अहिले त 8:49 भइसक्यो के भयो मेरो त अचानक तैलुङ घुम्नु जानुपर्ने छ हजुर दुनियाँ ठाउँ घुम्नु जाऊ ल तिमी चाहिँ यस्तै गर मलाई हेला गर माया नगर ल तिमीले बन्दीपुरमा टिकटक बनायो होइन मैले देख्दैछु आएर यस्तो गर्छौ होइन बन्दीपुर जानु टिकटक बनाएछौ अनि केमा चाहिँ बनाउनु त अब सुर्के थैलीमा किन बनाएनौ सुर्के थैलीमा त आउनु परेन नाच्नु त कति राम्रो गीत छ त्यसमा त नाच्नु पनि आउनु पर्यो नि त हामी बुढाबुढी सँगै हुँदाखेरि मान्छे कति धेरै खुसी भएको है हामीले नानी पायौँ भन्दा झन् कति खुसी हुन्छ होला है पाइदिउँ ल भोलि नै पाइदिउँ ल तिमी पाइदेऊ न मेरो साटो ल झन् कति खुसी हुन्छ म त घुम्न हिँडेको मान्छे यार मनी नभ्याएर हो कि यतिका ल्याङ नगर अब साथी बेसी छ हौ लाइभ बस्देऊ न मेरो एकछिन एकछिन लाइभ बस्देऊ न म खाना रेडी गर्न लाउँछु म लाइभ बस्दिनु पर्यो रे दाइ अब के गर्छौ त अब म खाना बनाउँदैछु अब आइन्छ ल ओके तिम्रो लागि भनेर के भयो त होइन त त्यस्तो भनेको जिस्केर भनेको त अब त्यस्तो सिरियस नलिने कति दाइ भनेको भेनाबाट नलाउनु होइन बोल्छेन क्या दाइले त फास्ट गर्नुभयो कि भोइस बाहिर आउने मेरो भोइस होइन यहाँ सबैको कमेन्ट पढ्नुपर्छ नि इस्यु हुन्छ नि त त्यही भएर छिटो छिटो पढेको भिडियो राम्रो थ्याङ्क सो मच के चला हजुर एकदमै सन्चो छु तपाईँ कस्तो हुन्छ थ्याङ्क सो मच हेलो म्यारी हाय हाई थ्याङ्क सो मच विशालजी विचार गरेको कतिको सुस्मिता अधिकारी हजुर सुस्मिता अधिकारी यस रिप्लाई सोनाजी हजुर रिप्लाई दिइरहेछ त भन्नु न हजुर तिमीको छोराछोरी ठुलो लाग्छ अवश्य पुरा हुन्छ बिस्तारै काम हुन्छ त भने है के हामी त अहिले अलिकति बिजी छौँ हामी होइन रिप्लाई के हो तातो पानी हो अब के गर्नु लागि हौ बेउ गएको छैन बेउ घुम्नु गरेको छौ अलिपुरमा आयो ब्रो हेलो हजुर हाई तिमीहरूको साथीहरूको थ्याङ्क सो मच प्रशान्ति बिस्तार काम हुन्छ त है थ्याङ्क सो मच हाई हेलो रिडिङ लामी थ्याङ्क सो मच किन रुकेर मैले के भनेर यार झन् मैले रिप्लाई दिइरहेको छु त हौ त्यही भने उताबाट रिप्लाई दिइराख्नु भएको छ स्किप हान्दै नि सरी स्किप हानिदिएको छैन मैले तपाईँले चाहिँ स्किप हान्नु भएको हो है मेसहरू अब एकैचोटि लेख्दाखेरि त्यस्तो हुन्छ त्यही भएर यसो मेस पढाउँदै गरेर मेसको पढाउनु पर्छ क्या टमाटर महँगो देखाएर कसले हो टमाटर सोधे गर्दै ए टमाटर खै कहाँ 1100 रुपियाँ किलो पुग्यो अरे क्या अनि तर्सेर यता सोधेको छ भनेको यहाँ आउनु नि 40 रुपियाँ किलो छ भनेको यहाँ आउनुहुन्न मैले पनि गरेको छ तपाईँ किन यस्तो अब के हाने त यस्तै भएर त्यहाँदेखि सर्वे खेल्छ नपरेको ठाउँमा त्यसरी हुन्छ त नि किन त्यस्तो हो किन त्यस्तो हो भनेर कस्तो त्यस्तो हजुर किन यस्तो भन्न खोज्नु भयो होला नि मेरो दिदी उतापट्टि छ हेलो हाई सबैको बन्द गरेर दुईजनासँगै जानु पर्यो राइट
दुईजना सबै राइड जाने क्या राइड गएको छ त ऊ डोल्पा राइड गएको छ त एकचोटि त्यो भगेर त सबैजनाले अब अहिले फाल्टो फाल्टो राइड परेको छ त के गर्नु त अब उसलाई हिरो लागेको छ म आफ्नो सोलो राइड गइरहेको छु अब छ्यासा काम पर्दाखेरि यहाँ अब भेटेको अब म अस्ति गरिसकेन ठिका उयो पनि ठिक्क त्यतिखेर धरानको अब अहिले आइरहेको छ अघि हामीले भेटेको छौँ त्यो भोलि आइहाल्छ अब उसको यहाँ काम छ अब एक दुई दिनसम्म मेरो पनि एक दिन काम छ अब यहाँ चितवनमा काम छ अब चितवन जानुपर्ने अनि धेरैजनाले बुढाबुढी किन नभेटेको भन्दाखेरि छ्यासा भेटेर चाहिँ जाऊँ न त भनेर चाहिँ म एकछिन बसेको यहाँ के हार्ने हो त माइक यार कसरी कङ्ग्रेचुलेसन कता हुने त्यत्तिकै हो सोलो राइड हो क्या मेरो तपाईँले अब भ्लग हेर्नुभएको रहेछ मैले त्यहाँ भ्लगमा भनिसकेको छु क्या म यसरी हेरेको सोलो राइड यसरी यसो ठाउँमा गएको भनेर अब यहाँ कामले गर्दाखेरि अल्छी त के भन्छ त है मैले भनिसकेको छु गरेँ हेर्नु एकचोटि सुस्मिता आशिष के भन्दै हुनुहुन्छ खै के भन्नुभयो मैले केही पनि बुझिनँ ल अब व्यवहार आफै बडबड गरिरहेको छु है त म चाहिँ कोही खाना खाँदै बोलाऊ ल हेलो हजुर भन्नुहोस् न